नेपालमा प्रताप मल्लहरूले बनाए जस्तो दामी म डल्ली ल बाबु बस ल हामी म यो व्यापारी सबै दिदीको हो पसल हैन यो मेरो सबै पसल जतिजना पनि नेपालीहरू हुनुहुन्छ यता आउनु होला दिदीको धेरै महँगो पसलमा छ नि यहाँ मैले अहिले यता भित्र चाहिँ अलिक चिसो के अलिक जाडो छैन कि है हाम्रो हाम्रो ब्लग हेरेर इधर 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 ठन्डी है बहुत ठन्डी बहुत है ठन्डी है जीमा त हैन नि देखियो पुनो जिम पुनो पुनो आज चाहिँ प्रोग्राम होइन चाहिँ के हो कति राम्रो हेर्नुहोस् त साह्रै राम्रो यहाँ चाहिँ चट्ट होइन जुत्ता टोपीहरू यताबाट जाने कि यता जाने हो र यता त अर्कैतिर हो नि त फेरि बाटो यताको त अर्कै हो अर्कै हो तर हामी चाहिँ यो गलत बाटोमा जानु लागेको रहेछ अहिले चाहिँ हामी सुध्रिसक्यो है गाइजहरू छैन है फेरि गाइजहरू ल हेर्नुहोस् गिटारहरू चाहियो भने सम्पर्क गर्नु होला कति हाम्रो यहाँ राम्रो राम्रो दिदीलाई गिटारहरू छ म यो व्यापारी सबै दिदीको हो पसल यो हैन मेरो सबै पसल जतिजना पनि नेपालीहरू हुनुहुन्छ यता आउनु होला दिदीको धेरै महँगो पसलमा छ नि यहाँ मैले अफरमा राखिरहेको छु रेडमी 15 ल मोबाइलहरू छ अफरमा रहेछ अफरमा राखेको छु कृपया किन्न आउनु आउनु होला अनि अरू केही भन्नुहुन्छ मैले सस्तैमा बेचिरहेको छु कृपया आउनु होला टेप पनि छ है बाबु टेप पहिला त्यो लाउरेहरूले लिएर है त बाबु जेबिएल त यहाँ त अनि 150 मा छ त नि कुन हो 46 हो 6 नै रहेछ तिम्रो जस्तै सेम मेरै मेरो हो त 50 रुपियाँ घाटामा लागेछ तिमीलाई त है लागेछ अब धेरै। दिदीको पसलमा चाहिँ अब सस्तो मेरो राखेको पसलमा छ। सस्तै छ अहिले मेरो बुझ्दै भाइलाई माया गरिदिनु होला नयाँ गरिदिनु अनि होला हाम्रो भाइको च्यानललाई सब्सक्राइब सेयर लाइक कमेन्ट गरिदिनु होला ल धेरै भन्दा धेरै माया गरिदिनु होला हामी अब नयाँ छौँ त्यही पनि अब हामीले चट्टै राम्रो सुधार्न कोसिस गर्छौँ रौसीहरू यो के भन्छ यो गिटार सितारवालाहरू पनि छ है यहाँ अब कुन खानुहुन्छ तपाईँ जेडीहरू छ जेडीहरू यो यो चाहिँ बबालै छ है लुक्स चाहिँ दामी दामी छ ज्याक डेनिस टु अब ब्रान्डहरू होइन यस्तो हेर नि गिटार वाला गिटारवाला कभर एकदम कस्तो पसल हो यो चाहिँ यो मेरो बहिनीको पसल हो बहिनीको पसल खै छैन त आज बहिनी कता आज बहिनीको क्रिसमस लगाइरहेछ हजुर बहिनी चाहिँ अहिले सुतिराखेका छन् जाडोले पसल बन्द गरिदिनु भएछ है बस्नै नहुने भएर क्या चिसोले बस्नै नहुने भयो तर त्यो बस्नै नहुने भिडियो चाहिँ एकदम मन पर्यो है एकदम इन्टरटेन गर्यौँ हामीले बस्नै नहुने भिडियो चाहिँ मन पर्छ फेरि पनि त्यसै गरी फेरि पार्ट 2 चाहिँ चाहियो है 1 चाहिँ एकदम हेरेर इन्जोय गर्यौँ हामीले फेरि पार्ट 2 चाहियो त्यस्तै त्यस्तै इन्टरटेन होला आउँछ बिस्तारै आउँछ बस्नै नहुने भिडियो चाहिँ एपिसोड 4 मा छ तपाईहरुले हेर्न सक्नुहुन्छ 4 पुग्छ बाबु हो 7 पुगिसक्यो यो सबै 8 हुन्छ एकदम राम्रो छ जे होस् इन्जोय लिन सक्नुहुन्छ यो टिभी रहेछ बाबु यहाँ टिभी होइन के हो यो तर अलिकति नदेखिँदैछ सम्झी सिभिनिक म सिभनिकमै खानु छु सम्झी खानु खानु सिधै खानु खानु खानु, खानु। हत्तेरीको। फेरि बस्नै नहुने हुन्छ बस्नै नहुने। अनि 38% अफर रहेछ यहाँनिर चाहिँ। कस्तो राम्रो हो आम्मा हेर्नुहोस् त ल यो चाहिँ कुन सिटी हो हाम्रो नेपालमा प्रताप मल्लहरूले बनाए जस्तो दामी रहेछ एकदमै बवाल होइन यो सहर चाहिँ कहाँको हो भन्ने कुरा। ढुङ्गै ढुङ्गाको होइन यहाँ अगाडिको चर्च ए अगाडिको चर्च हो होइन ढुङ्गै ढुङ्गाको बिचमा ढुङ्गा फोरेर बनाएको रहेछ नि त ढुङ्गा कुदेर यो अब टाउकोहरू पनि छ यो टाउको चाहिँ कसको हो होइन कहाँबाट छुटेको थाहा छैन तर छन चाहिँ छ गाई यसको बारेमा विस्तृत जानकारीको लागि चाहिँ हामी अब कि च्याट जिपिटी एआईलाई सोध्नुपर्ने हुन्छ के गर्नुपर्ने हुन्छ अनुरोध गरिसकेका छौँ हामी अनुरोध गरिसकेका छ तपाईँहरूले फोटो खिचेर पनि त्यो एआईलाई सोध्न सक्नुहुन्छ यदि तपाईँहरूलाई कुनै जिज्ञासा छ भने कुनै
कुनै कुराहरू सोध्न चाहनुहुन्छ भने फेरि पनि हामीले जे अध्ययन गरेर हामी तपाईँहरू समक्ष हामी ल्याउने कोसिस गर्नेछौँ पनि। चट्ट हामी हिँड्दैछौँ, बबाल ठाउँहरू देखाउँदैछौँ, हेर्दै गर्नु होला। हेर्नुहोस् त कति चिप्लो छ बाटो, देख्दै चिप्लो छ भुइँमा होइन। हावाले होइन यस्तो भित्र गल्लीमा पनि यस्तो चिसो भइरहेछ कि अब मोबाइल थाम्दै अलिक गाह्रो भइरहेछ हौ। चस्मा यो चाहिँ कसको चस्मा हो यो? चस्मा सम्धीको त होइन नि? सम्धीको छुट्यो जस्तो छ चस्मा। चस्मा पसलहरू यहाँ दामी छ है गाइजहरू, तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ ब्रान्डको चस्मा हो। फोटो नखिच्ने चट्ट हामी चाहिँ हिँड्दैछौँ क्रोसियाको यो सिभिलिङ भन्ने नयाँ वर्ष पनि आउँदैछ एकदमै। र मोबाइल चाहिँ अलिक हल्लिएको जस्तो भयो। सुनसान छ त त्यही ज्यू ल यसो देखाइदिनु सम्झिला। हेर्नुहोस् त हाम्रो साथीहरू होइन, कुनै पाइलटहरू रहेछ, कुनै डक्टरहरू, कुनै के हो या त होइन। हेर्नु न तिनीहरूको मुख स्ट्यान्ड बाई रहेछ पुरै फौज। के गरेको होला है यिनीहरूले? हेर्दै हाँसो उठिरहेको छ क्या। 20% अफ रहेछ के यो चाहिँ 20% अफर सेलमा छ। कोही हाँसिरहेछन्, कोही चुच्चो बनाइरहेछन्। सेल्फी टाइम भनेर हेर्नुहोस् त कति राम्रो। ल यहाँनिर चाहिँ के को यो त हार हो दिदी? यो चाहिँ के अरे कल कस्तो दामी है। हजुर एकदम बवाल। यो हातमा लाउने ब्रासलेट चाहिँ दामी छ। क्लिप पनि कति राम्रो हो। के छ यसमा? कति राम्रो यो अल्ला। एकछिन मिटाइदिएर चाहिँ कट एकदम दामी पारामा हामीले हेरिसकेका छौँ। दामी पारामा हामी अब हामी हल्का अगाडि बढिरहेको छु। चिसो मौसमलाई यता चाहिँ भेना र सम्धी चाहिँ गफ गर्दै हिँडिरहनु भएको छ र दिदी म चाहिँ यहाँ एकदम बबालले भ्यूहरू देखाउँदै हामी अगाडि बढिरहेका छौँ। तपाईँहरूलाई इन्टरटेन गराइरहेका छौँ। कृपया स्किप नगरिकन हेरिदिनु होला, भिडियो अन्तिमसम्म हेरिदिनु होला, अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी किताबहरू राखेको छ। हजुर हेलिकप्टरको उ रहेछ यहाँ। ए अँ त्यही त ल्यान्डिङ के हो? हेलिकप्टर ल्यान्डिङ ल याचबाट के आउँछ? हो खोलाको बाटो। यहाँ चाहिँ यो बाबु छ होइन, छाता उडिरहेछ। यो बाबुलाई चाहिँ हामी के गरौँ त अब? बाबु यसो ल हाम्रो दिदी फोटो होइन एकदम। बाबु म भन्दा नि अर्को छ बाबु त, म डल्ली। ल बाबु बस ल, हामी फेरि पछि आउँछु। नरिसाउ, घाम त के अरे पानी त परेको छैन, परे होइन, घाम नि लाग्यो होइन, तर पनि छाता उडिरहेछ। सेन्टराम त कति धेरै रहेछ नि त यहाँ त। हेर आमामा कति राम्रो सेन्टराम। एउटा बुढो सेन्टराम, एउटा भर्खरको सेन्टराम। कति राम्रो क्रिसमस ट्री। आछ्यु चिसो। ल तपाईँले चाहिँ देखाउनु ल अब के छ यस्तो छ भन्नु। मलाई त बोल्न पनि आउँदैन। ल यहाँको फेमस घर चाहिँ यही हो गाइड, यही हो। हेर्नुहोस् त हाम्रो नेपालमा मन्दिरहरूमा के अरे मूर्ति कुदे जस्तो यहाँ पनि हेर्नुहोस् त चर्चहरूमा यसरी मूर्तिहरू कुदेर बनाउँदो रहेछ। हेर्नुहोस् त यस्तो दामी छ। यही हो सबभन्दा यहाँको चर्चित। एकदम राम्रो छ ठाउँ चाहिँ। यहाँनिर त झिलिमिली हुन्थ्यो पहिला, दामी छ। आजभोलि झिलिमिली छैन त।
राम्रो छ चिसो छ तै पनि यता देखाउने त सरर त्यो उहरू र यो चाहिँ एकदमै बबाल यो चाहिँ ठुलो होटल फेमस ठाउँ भनेकै हो यहाँनिर चाहिँ यहाँ चाहिँ भोलि पर्सि पुरानो हो होइन न्यु इयरमा चाहिँ यहाँ चाहिँ कन्सर्टहरू हुने गर्छ यहाँनिर चाहिँ अहिले चाहिँ केही पनि होइन विभिन्न ठाउँहरूका मान्छेहरू चाहिँ घुम्न आउँछन् यहाँनिर न्यु इयरमा बबाल कन्सर्ट हुन्छ यसपालि क्रिसमसमा नि राम्रै हुन्थ्यो खै यसपालि भएन यसपालि चाहिँ भएन अब नयाँ वर्षमा हुन्छ होला सायद नयाँ वर्षमा हुन्छ नयाँ वर्षमा चाहिँ हुन्छ हामी उतातिर पहिलाको वर्षमा चाहिँ यहाँ यहाँ बसेर सबै पुरानो यहाँनिर घरहरू हो बसेर हेरेको थियौँ। त्यतिर एकदमै यहाँ कन्सर्ट भएको थियो। फेमस हो यिनीहरू चाहिँ सबै यता यस्तो दामी छ यस्तो होटलहरू अहिले चाहिँ यो विन्टर सिजनमा चाहिँ प्रायः होटलहरू सबै बन्द हुन्छ भेनाहरू त Season of- सिक्किसु हिँड्नुभयो क्या हो कस्तो दामी छ कस्तो राम्रो राम्रो बनाउने कि भयो अनि यतातिर मेन चाहिँ यही हो यही हो मेन भनेको चाहिँ यही हो भिडियो चाहिँ त्यसै गरेर गर्नु यो चाहिँ 2025 अब 26 लाग्यो अब भने 2025 को यो अन्तिम भयो भनौँ न अब चाहिँ यहाँ चेन्ज हुन्छ 2026मा नयाँ वर्षमा चाहिँ यहाँ चेन्ज हुन्छ गाइजहरू यो चाहिँ जहाँको मान्छेहरू आए पनि यहाँनिर चाहिँ एकचोटि आएर होइन फोटो खिचेर घुमेर मात्रै गइन्छ जानुहुन्छ सबैजना यो विभिन्न ठाउँबाट आएर घुमेर सिडनीको जानुहुन्छ यो चाहिँ एकदम famous- पुरानो ऊ हो एकदम फेमस भनौँ न यहाँ मान्छेहरू भिड लाग्ने गर्छ अरू बेला अहिले चाहिँ रात परेको हुनाले चाहिँ अहिले चाहिँ खासै मान्छे छैन हामी चाहिँ यो अब यहाँबाट अलिकति अगाडि सिसाइडतिर जान्छौँ अब त्यहाँनिर भिडियो सिडियो के यहाँ कस्तो साइडमा हुन्छ चाहिँ सी छ भनौँ न सिडी तपाईँहरूलाई चाहिँ हाम्रो बाबुले चाहिँ यो शिवनिकको बारेमा चाहिँ देखाउने धेरै धेरै ठाउँमा तपाईँहरूलाई घुमाउनुहुन्छ धेरै ठाउँमा देखाउनुहुन्छ भिडियोहरू हामी नयाँ स्टार्टिङमा हो। छौँ हामी नयाँ छौँ त्यही केही पनि कुराहरू खासै कुनै कमी आइडियाहरू पनि हुनसक्छ। छैन बोल्न पनि अलिकति हामीलाई जस बोल्न पनि हामी नयाँ नयाँ भएको कारण चाहिँ अलिकति राम्रो छैन होला राम्ररी बोल्न पनि आउँदैन आउँदैन जे होस् जे जस्तो भने पनि प्रयासमा छु प्रयासमा छौँ हामी बिस्तारै छौँ। बिस्तारै हामी ग्रोथ गर्दै जान्छौँ त्यही पनि अहिलेको लागि चाहिँ अहिलेको लागि चाहिँ जे होस् माया गरिदिनु होला सधैँ सब्सक्राइब गरेर राख्नु होला भिडियो Subscribe। कन्टिन्यू हुन्छ सब्सक्राइब गरेर राख्नु होला अनि हामीले अब कति ठाउँमा नराम्रो होइन राम्रो केही हुनसक्छ राम्रो छ भने ठिकै छ र नराम्रो छ भने कमेन्ट गरेर भन्नु होला कमेन्टमा यो त बाघको पो रहेछ त। नेपालमा शिलालेख भने जस्तो यो होला चाहिँ है बाघको रहेछ पुरै यो बाघ नै हो नि होइन यो चाहिँ म कस्तो डर लाग्दो डर लाग्दो ओ त्यहाँ यहाँ नि छ यो यसको त झन् नि के हो बाघको त काटेर छ त काटे के भयो यस्तो जताततै लडिरहेछ होइन अब हामीले उठाउनु नि सक्दैन यो घरमा बसेछ। के हो यो राजाको हाम्रो नेपालमा दसैँ तिहार दसैँमा भन्दा पनि तिहारमा चाहिँ यस्तो झिलिमिली गर्छ यहाँ चाहिँ क्रिसमसमा न्यु इयरमा गाइजहरू म बन्दुक पर्खाउँछु है अब यहाँबाट यसो टाकेर यहाँबाट कहाँ इटाली पुग्छ होइन दिदी इटाली पुऱ्याइदिउँ म हुन्छ हुन्छ जस्ट तपाईँहरूलाई इन्जोयको लागि है मेरो भाइले चाहिँ यहाँ नि छ हामी कवि खाने उसमा त ऊ पो प्रोग्राम पो छ जस्तो प्रोग्राम पो छ त दिदी
हामी चाहिँ आउँछौँ यो के हो सरी के यसलाई पो ठोकेर यसलाई पो सरी भने हामी चाहिँ यहाँ छिर्दैछौँ यो क्याप्टीमा होइन